फाइनली गाइज हामी घर पनि पुगिसक्यौँ। यत्नै मेरो घर छ, यतितिर घर छ होइन। घर पुगिसकेको छु। हामी चाहिँ यसो खोलामा होइन पहिला नुहाउँथ्यौँ। अब आजभोलि मान्छे बस्न छोडेपछि यस्तो यत्नै ठुलै जाल थियो होइन। यहाँ बस्ने भयङ्कर ठुलो आउँछ। यहाँ चाहिँ पनि छ। यहीँ नुहाउँथ्यौँ होइन। यहाँदेखि माथि पनि छ अर्को ताल, अझ ठुलो ताल छ। मस्त पारामा नुहाउँथ्यौँ हामीले। यहाँ एकदम मजा लाग्थ्यो नुहाउनलाई। एकदम चिसो। आज चाहिँ अब नुहाउने भनेको थियौँ, आज चाहिँ सकिन्न, जाडो छ। किनकि घाम त लागेको छ होइन। त्यही पनि सकिनु नुहाउनु। अब म चाहिँ आफ्नो घरतिर जाँदैछु सर र पारामा। धेरै दिनपछि अब म घरमा अहिले यहाँ चाहिँ हाम्रो मामा बसिरहनु भएको छ। मामाहरूले घर बनाउँदै हुनुहुन्छ माथि टक्क लाएर। हाम्रो मामाहरू हुनुहुन्छ यहाँ चाहिँ। ल अब यो चाहिँ मेरो घर हो। अहिले अब म सानो थियो होला यो घर भन्दाखेरि। अब हाम्रो मामाको हुने बाख्रा गोरुहरू चाहिँ हाम्रो मामाहरूको यो यतातिर हाम्रो बारी भइगयो हाम्रो घर होइन। सर लाएर सानो उता तयार छ। यो पनि बाडी हो, उता पारी पनि छ। मस्त हामी घर पुगिसक्यौँ। सर अब हेरफेर गरेर टक्क लाएर घरतिर जाने हो। को छ घर छैन कोही पनि।